हेलो एभ्रिवान, सेवा नमस्ते हजुरहरु सबैजनालाई मेरो अर्को भ्लगमा स्वागत छ। आज चाहिँ हामी स्वयम्भू घुम्न आएको छौं। यो चाहिँ स्वयम्भूको ठाउँ हो। स्वयम्भूमा चाहिँ यति राम्रो फूल फुलेको रहेछ, यो चाहिँ देख्न सक्नुहुन्छ। अनि मसँग चाहिँ हामी चाहिँ आज को आएको छौं भने मम्मीको चाहिँ सेकेन्ड दिन हो नि त काठमाडौँमा आज। अनि मम्मी अनि मेरो साथी सृजना अनि भाइ, हामी चाहिँ 4 जना चाहिँ यहाँ घुम्न आएको छौं। म चाहिँ भिडियो म पर्छ भिडियो। हेलो सृजु, अस्ति त्यसै गरेको थिएँ मम्मी। यहाँ फोटो खिच्ने हाम्रो खास विशेष भाइ है, यहाँ फोटोग्राफर चाहिँ फोटो खिच्नु चाहिँ मम्मी हो। मेरो मम्मीले चाहिँ बाँदरै मात्रै हेर्नुहुँदैछ। के साह्रो भरे बाँदरले माथि हेर्नु, बाँदर हेर्नुहुँदैछ नि। हामी चाहिँ मम्मीहरूसँग यहाँ घुम्न आएको छौँ। स्वयम्भू आइपुग्यौँ। अनि सृजु र मम्मी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ, पछाडि नि घरि हेर न। यहाँ चाहिँ भाइ चाहिँ यता, हामी चाहिँ यहाँ अब घुम्दैछौँ। यहाँ सृजु र मम्मी के हेर्नु भएको? मम्मीले चाहिँ यो बुद्ध हेर्दै हुनुहुन्छ। यहाँ पहिले कोपी सकेर त्यस्तै सबैको दाँत खाल्दा त्यस्तै। यो कहाँ आउनुभएको अरे? स्वयम्भू। लु हिँड्नु अगाडि। अनि मङ्कीहरू चाहिँ कति हो कति होइन, लु हिँड्नु पर। यहाँ हिँड्नु, म भिडियो बनाइदिन्छु तपाईँको। यहाँ चाहिँ हाम्रो भाइ फोटो खिच्दैछ। कोही छ भने इच्छुक छ भने प्लिज सम्पर्क गर्नु होला मसँग। भ्याकेन्सी ओपन छ, यो भाइलाई भ्याकेन्सी ओपन छ। कोही छ भने प्लिज सम्पर्क गर्नु होला। एकदम बोलीचालीमा राम्रो, बोलीचाली राम्रो, हाइट पनि एकदम राम्रो। मलाई चाहिँ योदेखि डर लाग्यो अरे। ल मम्मी चाहिँ यहाँ हात्तीसँग खिच्दै हुन्छ फोटो। हिँड्नु न मम्मी। राधे राधे। मम्मीले चाहिँ हेर्दै हुनुहुन्छ यहाँ। मम्मीलाई चाहिँ राधे राधे गरेको न उयो गर भाइ। अब हामी चाहिँ यहाँदेखि माथि चाहिँ गरिसक्यौँ। अब तल घुम्दैछौँ। मम्मी, सृजु, भाइ। फोटो खिच्न मनाइ त छैन नि। यता हेर्नु, हाँस्नु हेर्न सिरियस भएर हेर्नु। टाउको त कत्रो हो।
उसले मारिहाल्छ क्या यसरी अब कुनै ठाउँमा गर्दैन खिच्ने माथि हिजो हामी तिमीले त भन्छ नि यता फर्क न भाइ यता मम्मी पनि फर्किनु भाइ पनि जानु ल मेरो त भिडियो फोटो होइन म पनि खिच्छु नि त यसो गर्नु नि त लु तपाईँलाई यहीँ बनाउनु मेरो मम्मीको चाहिँ बादल यहाँ बादल आउनु लु भयो भाइ सरी भाइ सरी हुन्छ सबै लाग्छ होला हौ हातमा लाग्यो हामी चाहिँ अब माथिलाई के भन्छ माथिल्लो स्वयम्भू गएको यहाँ तल्लोलाई चाहिँ के भन्छ स्वयम्भू नै भन्दैन स्वयम्भूको माथिल्लो डाँडा गएको हामी चाहिँ अब मम्मी आउनु यहाँ मम्मी चाहिँ कपडा पसल हेर्दै हुनुहुन्छ नजिक भइहाल्छ लु टाढो छ अब निकै जानु अब धेरै जानु तपाईँ हिँड्नै खोज्नु भएको होइन नि जाउँ भाइ सिर्जना तपाईँलाई कालो भयो सुना वारेन्ट त सुना लैजाउँ भनेको मानको फेकामा माला डो देखि अलिक फेका माला उनका खिटमा पर्न त म दिनुसा चाल्छ ए खसुङ खानु कुकमा खाट्नु भन्नु नि कुक मलाई चाहिँ नआएर फेरि कुकमा खाट्नु अरे कुङ खाटुङ भन्नु चाहिँ यहाँ आइपुग्नु रोडमा देख्दैछु म सोधिन न आइसक्रिम खानु सिर्जु मम्मी भाइ म उयो लागिसक्यो सोध गर्दा गर्दा भित्र बसेर खानु ल मङ्की आउँछ बाहिर बसिहाल्नु कतिवटा हो आइसक्रिम चारवटा भाइ चाहिँ पुरा एक्सनमा आएको देखिन्छ तिमीहरूको लगेर जाऊ न चारवटा हो हजुर आऊ भाइ तिमी उयो गर्ने तिमी र म के त्यो अर्को त ट्राई गर्नु ल ल रहेछ भनेर ल म बाजा चढेको हाम्रो मम्मीले देखाउनु पर्ने होइन उयो नै गर्नु किन चाहिँ अनि गरेको योले गर्छ ट्राई गर्नु मम्मी त्यसको पक्षपात गर्नुहुन्छ आफ्नो चाहिँ भएन लिएर एउटा
लेनु बाँध यो लगिदेला नि हामी चाहिँ माथिल्लो स्वयम्भू आइसकेको छौँ म बोलेको यहाँ अगाडि अगाडि मम्मी हिँड्दै हुनुहुन्छ बाटो देखाउँदै हेलो यहाँ चाहिँ पैसा लगायो भने चाहिँ सोचेको कुराहरू पुरा हुन्छ अरे पैसा नै किन यो कागज यहाँ लगाउनु पर्छ होइन कहाँ पो लगाउनु पर्छ खोइ त त्यस्तो ठुलो लगाउने उयो पनि देखिन त चिजु होइन कहाँ यहीँ लगाउने हो के लगाउनु त यहाँ लगाउनु हो पैसा सबैतिर नै हुन्छ नि के रहेछ त्यो राम्रो लाग्यो मम्मी पनि रहेछ यहीँको खोप्दो रहेछ त घरको मान्छेले के दामी दामी खोपेको जानुले हेर्नु अगाडि नेपालमा कति कलाकारहरू नै खोप्नेहरू अरे हामी चाहिँ अहिले बौद्ध आइपुगेको छौँ स्वयम्भू बौद्ध भन्दैछु यहाँ चाहिँ हाम्रो भाइ के गर्नु यस्तो नभए आज अब यहाँदेखि चाहिँ सर यस्तो छ होइन सिजु यस्तो उचालेको होइन त्यसलाई त यो भन्छ के भन्छ यसमा त बच्र बच्र के भन्छ क्या बच्र ल लामाहरू अनि यस्तो खतरा खतरा हुने सिजन छ हाम्रो हाम्रो त यहाँदेखि त नजिकको पर्छ पर सिजनल चाहिँ मम्मीलाई भ्यू देखाउँदैछु अहिले जानुपर्छ त्यता पनि छिटो छिटो गरेर आउँछ कता हो यो चाहिँ त सृजना र मम्मी चाहिँ सृजनाले मम्मीलाई कति राम्रो तरिकाले ठाउँहरू देखाउँदैछ यहाँ
म चाहिँ भिडियो मात्रै लिँदैछु उसले नै सबै देखाउँदैछ मम्मीलाई जाउँ ल नाङ्गो झार पार्न आँटिसक्यो थाहा छ अपार्टमेन्टहरू यो यतातिर त्यो घरमा बस्छ नि त मान्छेहरू मम्मीले चाहिँ यो सोध्नु हुँदैछ त्यो अहिले झरा र अरू पनि त्यो अब चाहिँ हामी फर्कौँ ल नखिच्दिने कहाँ खिचेको हुन्छ उयो बसेर लु भाइ बस्नु भाइले खिचिदिन्छ एउटा मजाले पर्खिँदै हो स्वयम्भूको भाइले चाहिँ मम्मीको फोटो खिच्दिँदैछ यहाँ चाहिँ तिमी चाहिँ त्यहाँ हेर न मङ्कीले घन्टी हल्लाउँदैछ कहाँ ए अब चाहिँ हामी चाहिँ फर्केको हो यहाँ चाहिँ उता जाने हो अब खोइ भाइ उयोमा जाउँ न ल भाइ त्यहाँ बाजे त्यहाँ म र मम्मी चाहिँ यहाँ ए जानु दिँदैन रहेछ पहिला जानु कहाँ त्यहाँभित्र बारेको रहेछ भाइले जाउँ अब माथि उ त्यो तोरण अब चाहिँ हामी चाहिँ यहाँ माथि जाने हो यहाँ चाहिँ अहिले चाहिँ पैसा चाहिँ यहाँ पैसा चलाउनु चाहिँ दिँदैन रहेछ अहिले बन्द गरेको रहेछ यहाँ नचलाउनु भनेको रहेछ यहाँ चाहिँ होइन पहिला पैसा फ्याँक्थ्यो अहिले नफ्याँक्नु भनेको रहेछ यहाँ झर्नामा पनि अहिले बन्द गरेको रहेछ यहाँ जान पाइँदैन रहेछ अब हामी यता माथि जाँदैछौँ यहाँ माथि धजा भएकोमा नाति नचेन पनाति पनि तपाईँ तिहारको रुखतिर पनि गर्मी 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 यतिको चाहिँ गर्मी छ है एकदम धेरै गर्मी छ मेरो चाहिँ आइसक्रिम खाएकोले दाँत पनि दुख्दैछ आनन्दी मम्मीलाई चाहिँ क्या मम्मी चाहिँ यत्रो हुनुहुन्छ र बिचमै हल्दै जानुहुन्छ यहाँ नसे You